ब्याक टु माई च्यानल एन्ड वेलकम टु माई च्यानल अनि आज हामी फेरि पनि नयाँ भिडियो लिएर आएका छौँ। अनि के भन्छ आज पनि हामीसँग यहाँ रहेको छ यो चाहिँ के अरे बुलडक नुडल्स हो। यहाँ चाहिँ 3 प्याकेट्स रहेको छ अनि यो चाहिँ त्यही पोर्क हो अनि यहाँ चाहिँ त्यही सागहरू छ। अनि आज चाहिँ हाम्रो मुखमा यही हुनेछ। भिडियो अन्तिमसम्म हेरिदिनुहोस् होला भन्दै खान्छौँ ल। ओइ के हो ओहो हो यो चाहिँ बुलडक नुडल्स नै हो। ल खाए ल। Oh my god. कस्तो मिठो छ यो जोजो। हामी सागसँग ओ क्या है कति लामो आउँछ हौ। मिठो छ कि छैन हेरिदिनुहोस् होला। ल यो पनि खाए ल। करेन मिठो यो मिठो तिमीलाई है करेन यही मिठो छ। दामी भएछ। अब यसमा ट्राई हालिदिउँ न ल। म त मर गइला ये रह्यो कितना लम्बा है। लामो लामो छ मेरो खुट्टा। कसरी हाल्ने कि ठुलो छ है। यो यत्रो हाल्नु त ठुलो मुख अच्छा मुखमा Antes de uma vez
अस्ति मैले चिल्लो गमो हातले खाएर अहिले नै खाइसकेर अब पिरोले छ यो फ्यान त दुईटै लिएर आएको थियो एउटा त मेरो छोराले उडाइदियो चाउचाउ आफै पनि यस्तो पिरो छ यहाँ पिङ्क कलर बुल्डोग पिरो हुँदैन हाँ पिङ्क कलर बुल्डोग त्यो चाहिँ अलि पिरो हुँदैन गुलियो गुलियो हुन्छ कार्बोनेला सब सिकेर क्या गाइस सुर बसे उमेरमा यस्तो गीतहरू गाउँदै थियो अहिले मै पनि तरुनी हुँदो हो के रे एकान्त टोलाइरहे पोटको मासु चपाउँदै खान सक्छ कि सक्दैन भनेर सोच्दै गीतै गाउनु तो हम नहीं खाना सकेगा पोर्क दामी भएछ साथीहरू दामी दामी आफै हामीहरू आफै बनाउने आफै तारिफ गर्ने अरूले गर्दैन क्यारे तपाईँहरूले गर्न आउँदैन यो दुखी यो दुखी यो गाउँले कान्छीलाई कसले माया गर्छ
Nuôi một cái gì? Ủa giờ khu sân thế nào? एउटा बेलामा त तँ सँगै मात्रै हुन्छ यो पनि यस्तो दिन्छ पिरो ल तिमी खाऊ यति पहिला अहिले पनि हुन्छ बनाएको फेस दिन हाम्रो क्या गाउँले जीवन यो दुखी आत्मा हौडेली कान्छा रसवाली कान्छा अनि के अरे त्यो हुन्छ त छुच्ची डन खुच्ची डन अर्को इच्छा देखेर झन्डै त मैले नै राखेन यार मैले चाहिँ के राखेको मेरो नाम कृपा साङ्मो लोप्चन हो नि त लोप्चन चाहिँ मेरो कास्ट हो केएस लोप्चन चाहिँ राखेको थिएँ मैले कसरी खोल्दाखेरि 11 क्लासमा खोलेको थियो हाम्रो साथीहरू थियो DUS यस्तो स्टार्टिङ नाम यस्तोहरू थियो कि डोलमा शर्मिला उजेली कृपा भनेर अनि मेरो लास्टमा हामीले चाहिँ DUS के ग्याङ बनेर खोले के छैन मेमोरेबल डेज हो 2018 17 18 होइन 18 तिरै होला 17 19 मा सकेको थियो 17 18 तिर यस्तो गर्थ्यो हामी 11 क्लास हुँदै हो मैले 19 मा त बिहे गरिहालेँ हातले खाइदिए ल खुवाउनु पऱ्यो अहिले पनि छ जिन्दगानी दर्पण छायो भन्ने नामहरू मन पर्यो किन खोले जस्तो लाग्छ है त्यति बेला यस्तो नामहरू अनि पछि कोरियन नामहरू सर्च गरेँ मेरो साथीहरू किम जिसो के थियो किम सोयाङ यस्तो नामहरू राख्थ्यो क्या अहिले त यस्तो हाँस उठ्छ मलाई त हौ के हो त्यस्तो नाम म आफै के लोप्चन राख्छ के सोचेर राख्यो भने तिमीलाई वन पिस बाँकी त खानु नखानु पुग्यो मैले त हाल्दा यति धेरै खाएँ मिठो भएछ मिठो मलाई नि मैले पनि खाएँ नि अस्ति पनि मिठै भएको थियो तर दामी भइसक्यो अहिले आज त ल अनि भिडियो कस्तो लाग्यो कमेन्ट पनि गरिदिनुहोस् होला अनि फेरि अर्को भिडियोमा भेट्छौँ हामी चाहिँ अब प्रायः जस्तो हामी दुईजना मात्रै आउँछ ल उसको नि अरूहरू खाना मान्दैन कि उनीहरू फेरि क्लासहरू जान्छ नि त अब उसको त छुट्टी भइसक्यो अनि भाउजू र नन्दाको आउँछ ल भिडियो धेरै जस्तो हामी दुईजना आउँछ एक्लै खाना नि बोर लाग्दो रहेछ दुईजना मजाले खाने गफ गर्दै अनि तपाईँहरूले हेरिदिनुहोस् होला ल देखाइदिनुहोस् होला यति भन्दै आजको लागि हामी बिदा हुन चाहन्छु अनि अर्को भिडियोमा भेटौँला बाई थ्याङ्क यू फर वाचिङ बाई टेक केयर